ट्रेड लाइक अ प्रो सुन्दाखेरि क्या मजा आउँछ नि है। मैले चाहिँ ट्रेड लाइक अ प्रोलाई चाहिँ दुईटा क्याटेगोरीमा चाहिँ डिभाइड गरेको छु। एउटा रहेको छ हाम्रो एनालिसिस एन्ड अर्को रहेको छ हाम्रो मेन्टल एनालिसिस। अब हामीहरू यो भिडियोमा चाहिँ धेरै जस्तो फोकस चाहिँ मेन्टल एनालिसिसमा गर्नेछौँ एन्ड देन कसरी चाहिँ हामी आफ्नो साइकोलोजी बिल्ड गर्न सक्छौँ, कसरी चाहिँ हामी टेक्निकल एनालिसिसलाई चाहिँ एकदमै अझ राम्रो बनाउन सक्छौँ हैन। मैले जति पनि भिडियोजहरू बनाएको छु टेक्निकल एनालिसिसको बारेमा मेरो च्यानलमा, त्यो भन्दा अझै बेस्ट हामी कसरी हुन सक्ने त, जति कुरा सिकिन्छ त्यसलाई कसरी हामीले मेन्टल एनालिसिससँग एप्लाई गरेर हामीले मर्ज गरेर एउटा स्ट्रङ सेटअप बनाउने त हो, त्यो कुरालाई चाहिँ हामी आजको भिडियोमा चाहिँ फोकस गर्नेछौँ। सो म चाहिँ यो भिडियोमा मेन्टल एनालिसिसमा चाहिँ धेरै फोकस गर्नेछु बिकज मलाई लाग्छ टेक्निकल एनालिसिसको कुरा सबैले गर्छ बट मेन्टल एनालिसिसमा चाहिँ कसैले फोकस गर्दैन। बट म हजुरहरूलाई भन्छु मेन्टल एनालिसिस गर्नुभयो भने चाहिँ तपाईँ 10% अफ क्याटेगोरीमा चाहिँ तपाईँहरू आउन सक्नुहुन्छ, 10% अफ क्याटेगोरी अफ पिपुल। सो तपाईँहरूले सुन्नु नै भएको होला 90% पिपुल्स आर लुजिङ देयर मनी इन स्टक मार्केट, बट 10%ले चाहिँ सधैँ कमाइरहेको हुन्छ किन तिनीहरूले आफ्नो मेन्टल एनालिसिसमा पनि काम गर्छ। रिटेलर कहिले पनि आउँछ, टेक्निकल कुराहरू सिक्छ, नलेज धेरै लिन खोज्छ, यताबाट नलेज लिन्छ यताबाट नलेज लिन्छ, नलेज सबै लिइसकेपछि पनि उसले राम्रो प्रकारको ट्रेड गर्न सक्दैन किन, बिकज मेन्टल एनालिसिस राम्रो छैन। सो मलाई त के लाग्छ भन्ने मेन्टल एनालिसिस चाहिँ एकदमै आवश्यक हुन्छ। सो विदाउट एनी वेस्टिङ टाइम लेट्स गेट स्टार्ट। एनालिसिसमा चाहिँ हाम्रो दुई प्रकारको एनालिसिस हुन्छ, एउटा हुन्छ फन्डामेन्टल एनालिसिस अनि अर्को हुन्छ हाम्रो टेक्निकल एनालिसिस। फन्डामेन्टल एनालिसिस चाहिँ हामीहरू हेर्दैनौँ बिकज वी आर ट्रेडर्स, सो टेक्निकल नै हेरौँ। सो फन्डामेन्टलको बारेमा यदि हजुरहरूलाई भिडियो चाहिन्छ भने म पनि ट्राई गर्नेछु कि फन्डामेन्टलको बारेमा चाहिँ हजुरहरूलाई एकदम बेसिक टु एडभान्स बुझाऊँ, बट टेक्निकल एनालिसिस चाहिँ हेरौँ है त। टेक्निकल एनालिसिसमा चाहिँ मैले यो जुन हाम्रो टेक्निकल एनालिसिसको पार्ट छ यसलाई चाहिँ मैले 5 पार्टमा चाहिँ डिभाइड गरेको छु। क्यान्डल स्टिक्स प्याटर्न, चार्ट प्याटर्न, भोल्युम, डिमान्ड एन्ड सप्लाई जोन, इन्डिसिजन प्याटर्न। अब मैले इन्डिसिजन प्याटर्नलाई किन राखेँ त्यो कुरा पनि म हजुरहरूलाई भन्ने नै छु है त। क्यान्डल स्टिक्स प्याटर्न, अब क्यान्डल स्टिक्स प्याटर्नमा चाहिँ तपाईँहरूले के बुझ्नुहोस् त भने यो जस्ट तपाईँको साइकोलोजी बिल्ड गर्ने भिडियो हो, तपाईँलाई एउटा सही बाटो देखाउने ट्रेड गर्ने, सो द्याट यसमा क्यान्डल स्टिक्स यसरी फर्म हुन्छ यताउति केही पनि भनिँदैन। म जस्ट हजुरहरूलाई कसरी चाहिँ एउटा बेहतरिन ट्रेडर बन्न सकिन्छ त्यो कुरा चाहिँ भन्छु। क्यान्डल स्टिक्स प्याटर्नमा चाहिँ सबै मान्छेहरूले भन्छ नि ह्यामर फर्मेसन डाउन ट्रेडमा भएपछि चाहिँ मार्केट रिभर्सल गर्छ भनेर चाहिँ सबैले भन्छ क्या, बट यो ह्यामर प्याटर्न कसरी फर्मेसन हुन्छ त त्यो चाहिँ कसैले भन्दैन। यो पार्ट चाहिँ मलाई सिक्नुपर्छ जस्तो लाग्छ क्या। ह्यामर प्याटर्न कसरी फर्मेसन हुन्छ त, बायर्सको के भूमिका हुन्छ त, त्यता सेलर्सको के भूमिका हुन्छ त, पिन बार जुन छ यसलाई पिन बार क्यान्डल पनि भन्छ। यो पिन बार क्यान्डल भनेको के हो, यसले कुन लेभलबाट चाहिँ रिजेक्सन पाइरहेको छ त, यो सम्पूर्ण एनाटोमी सिक्न चाहिँ आवश्यक हुन्छ जस्तो लाग्छ कि मलाई चाहिँ। सो द्याट तपाईँहरू क्यान्डल स्टिक्सको बारेमा, क्यान्डल स्टिक्स प्याटर्नको बारेमा एकदमै भित्र गएर चाहिँ सिक्नु होला क्या। कुनै पनि क्यान्डललाई हेर्ने बित्तिकै त्यो क्यान्डल फर्मेसन पछाडिको साइकोलोजी के छ त त्यो बुझ्न चाहिँ आवश्यक हुन्छ। यदि हजुरहरूलाई क्यान्डल स्टिक्स प्याटर्नको साइकोलोजी सिक्ने मन छ भने चाहिँ प्लिज कमेन्ट गर्नु होला। बट मलाई लाग्छ टेक्निकल एनालिसिस ट्रेड लाइक अ प्रो ट्रेडर बन्न पनि तपाईँले क्यान्डल स्टिक्सको साइकोलोजी बुझ्नुपर्ने हुन्छ क्या। यो क्यान्डल बन्नुको पछाडिको साइकोलोजी के छ त हो त्यो कुरा चाहिँ हामीले बुझ्न आवश्यक हुन्छ। एन्ड देन अब आउँछ हाम्रो चार्ट प्याटर्न। चार्ट प्याटर्नको कुरा गर्ने हो भने धेरै मान्छेहरूलाई थाहा छ डबल बटम प्याटर्न होइन, यो चाहिँ डबल बटम प्याटर्न हो, यो चाहिँ डबल टप प्याटर्न हो, अनि यो चाहिँ कप एन्ड ह्यान्डल प्याटर्न हो। अब यो त भयो हाम्रो प्याटर्न, बट यार चार्टमा प्याटर्न आइडेन्टिफाई गर्न गाह्रो हुन्छ एज यु नो राइट, किनकि चार्ट कहिले नि यस्तो सिम्पल हुँदैन। डब्लु देखिन्छ त चार्टमा, डब्लु देखिँदैन नि चार्टमा। चार्ट अलिकति डिफ्रेन्ट हुन्छ, अलिकति भन्दा पनि चार्ट धेरै नै डिफ्रेन्ट हुन्छ। डब्लु प्याटर्न बनेपछि के हुन्छ त मार्केट रिभर्सल गर्छ भन्ने हाम्रो भनाइ छ, बट डब्लु प्याटर्न कसरी हेर्ने त, डब्लु प्याटर्न त हाम्रो देखिँदैन। मार्केट यदि यस्तो डब्लु जस्तो देखिने भयो त सबैले पैसा पुट गर्थ्यो, जो पायो त्यसले चाहिँ यो डब्लु जुन छ यो प्याटर्नलाई चाहिँ देख्न सक्दैन। सो हामी के ट्राई गरौँ त भन्ने जति सक्दो चार्टलाई टाइम दिने, राइट, जति टाइम दियो त्यति हामीमा एक्सपिरियन्स आउँछ। एक्सपिरियन्स आइसकेपछि हाम्रो आइजले के देख्छ त सिधै प्रत्येक प्याटर्नहरू देख्छ, जुन प्याटर्न फर्म भएको छ त्यो प्याटर्न हाम्रो आँखाले चाहिँ देख्न सक्छ यदि हामीहरूले टाइम दियौँ भने। अब यो डब्लु प्याटर्न पछाडिको साइकोलोजी के छ त, मार्केट डाउन आयो
पुल ब्याक लियो, रिट्रेसमेन्ट भन्छ, एन्ड देन फेरि तल आयो, फेरि जब यो नेक लाइनलाई ब्रेक गर्छ नि, एन्ड देन हामीले यहाँनिर बाई पोजिसन लिनुपर्छ भन्ने हामीलाई थाहा छ। बट किन गर्नुपर्छ त? यसको पछाडिको साइकोलोजी के हो? यो नेक लाइनलाई किन ब्रेक गरेपछि मात्र एन्टर गर्नुपर्छ, किन यो लेभलमा एन्टर गर्ने हुँदैन? यो सम्पूर्ण साइकोलोजी चाहिँ हजुरहरूले बुझ्नुपर्ने हुन्छ। एन्ड देन बायर्सले के प्रकारको भूमिका खेलिरहेको छ त, सेलर्सले मार्केटमा के प्रकारको भूमिका खेलिरहेको छ त, हो यो कुरा चाहिँ बुझ्न आवश्यक हुन्छ। यदि हजुरहरूलाई क्यान्डलस्टिक्स एनाटोमी चार्ट प्याटर्नको बारेमा चाहिँ बुझ्नु छ भने प्लिज मेरो च्यानलमा जानु होला, डिटेलमा चाहिँ तपाईहरुलाई हरेक कुरा सिक्न मिल्छ। अनि अर्को आयो हाम्रो भोल्युम। अब भोल्युमको बारेमा भन्नुभन्दा अगाडि म हजुरहरूलाई एउटा कुरा भन्छु, द्याट इज कि चार्ट प्याटर्न जुन छ नि, चार्ट प्याटर्न आयो, लेट्स से हामीलाई चार्ट प्याटर्नको साइकोलोजी आयो, एन्ड देन भोल्युमको साइकोलोजी पनि आयो। अब हामी चाहिँ पर्फेक्ट छौँ अब चार्ट प्याटर्नमा नि क्यान्डलस्टिक्स प्याटर्नमा नि। बट भोल्युम किन आवश्यक हुन्छ भने हामीलाई थाहा हुनु पर्यो क्या पर्टिकुलर टाइम फ्रेममा एउटा यो क्यान्डलमा कतिको बाइङ एन्ड सेलिङ छ त, यो जुन क्यान्डल फर्मेसन भयो यसमा चाहिँ कतिको बाइङ र सेलिङ भइरहेछ त। सो भोल्युमको डेफिनेसन के हो? टोटल नम्बर अफ सेयर ट्रेड इन पर्टिकुलर टाइम फ्रेम। सो द्याट हामी भोल्युमको हेल्पबाट चाहिँ त्यो मार्केटमा बाइङ र सेलिङ कति भइरहेको छ त त्यो कुरा चाहिँ थाहा पाउन सक्छौँ। सो भोल्युमको बारेमा सिक्न पनि आवश्यक हुन्छ। अब भोल्युम यसमा डिटर्मिन गर्छ, अब यसमा अर्डरको कुरा आउँछ, मार्केट अर्डर र लिमिट अर्डरको कुरा आउँछ यसमा। अब मार्केट अर्डरले चाहिँ भोल्युम डिटर्मिन गर्छ, बट लिमिट अर्डरले भोल्युम डिटर्मिन गर्दैन। यो कुरा पनि तपाईँहरूले बुझ्न आवश्यक हुन्छ। यदि हजुरहरूलाई मार्केट अर्डर र लिमिट अर्डरमा चाहिँ भिडियो चाहिएको छ भने प्लिज मेक स्योर तपाईँहरू कमेन्ट गर्न सक्नुहुन्छ। एन्ड देन डिमान्ड एन्ड सप्लाई। डिमान्ड एन्ड सप्लाईको कुरा गर्ने हो भने चाहिँ हामीलाई थाहा हुन आवश्यक हुन्छ कुनै पनि चार्टमा कहाँनिर चाहिँ डिमान्ड जोन छ एन्ड देन कहाँनिर चाहिँ सप्लाई जोन छ। सो द्याट तपाईँहरू के बुझ्नुहोस् छ भने डिमान्ड एन्ड सप्लाई जोन आइडेन्टिफाई गर्न एकदमै आवश्यक हुन्छ। कहाँनिर चाहिँ मोर लिक्विडिटी छ। फेरि डिमान्ड एन्ड सप्लाई भन्ने बित्तिकै मेजर लेभलमा, माइनर लेभलमा होइन, चार्टमा म हजुरहरूलाई भन्छु चार्टमा विभिन्न प्रकारको जोनहरू हुन्छ। माइनर लेभल जोन हुन्छ, मेजर लेभल जोन हुन्छ। अब यो मेजर लेभल जोनलाई चाहिँ हामीले कसरी आइडेन्टिफाई गर्ने त? यो आइडेन्टिफाई गर्न सिक्नु पर्यो, अनि चाहिँ तपाईँहरू एउटा प्रो क्याटेगोरीमा चाहिँ आउन सक्नुहुन्छ। सो डिमान्ड एन्ड सप्लाई जोन भन्ने बित्तिकै के बुझ्नु त भने पछाडिको साइकोलोजी बुझ्नु पर्यो क्या। यो जुन जोन छ यसबाट चाहिँ प्राइसले रिभर्सल गरिरहेछ, प्राइसले के गरिरहेको छ त मतलब ठोकेर चाहिँ माथि गरिरहेको छ। यो भनेको एउटा हाम्रो के हो त डिमान्ड जोन हो। यहाँ चाहिँ के छ त लिक्विडिटी छ। लिक्विडिटी जब यो लेभलमा तल आउँछ फेरि यो लेभलमा तल आइसकेपछि यहाँनिर लिक्विडिटी जेनेरेट हुन्छ। यो लेभलमा चाहिँ लिक्विडिटी जेनेरेट हुन्छ। हो यो लेभल चाहिँ तपाईँले आइडेन्टिफाई गर्न जान्नु पर्यो, अनि मात्रै तपाईँहरू प्रो ट्रेडरको क्याटेगोरीमा चाहिँ आउन सक्नुहुन्छ। एन्ड देन मैले यसमा अरू पनि इन्क्लुड गरेको छु इन्डिसिजन प्याटर्न। अब यार क्यान्डलस्टिक्स प्याटर्नको त अलरेडी कुरा भइरहेको थियो, बट इन्डिसिजन त क्यान्डलस्टिक्स भित्रै पर्छ। किन इन्डिसिजनको कुरा आयो त भने म हजुरहरूलाई भन्छु इन्डिसिजन क्यान्डल प्याटर्न पछि जुन र्याली आउँछ नि त्यो र्याली चाहिँ एकदमै महत्त्वपूर्ण हुन्छ क्या। इन्डिसिजन क्यान्डल बन्यो लेट्स से अप ट्रेन्डमा या फिर डाउन ट्रेन्डमा इन्डिसिजन क्यान्डल बन्यो भने त्यो पछिको जुन र्याली आउँछ, एक्कासी ग्रोथ जुन आउँछ त्यो चाहिँ हामीहरूले क्याप्चर गर्न आवश्यक हुन्छ एज अ प्रो ट्रेडर। सो हामी के बुझौँ त भने इन्डिसिजन पछाडिको जुन र्याली आउँछ त्यसलाई क्याप्चर गर्ने हो, यस गर्ने हो। सो इन्डिसिजनको विभिन्न प्याटर्नहरू हुन्छ। म हजुरहरूलाई भन्छु एउटा हुन्छ ग्राभिस्टोन डोजी हैन, एकदमै आवश्यक हुन्छ। त्यो समथिङ लाइक यस्तो हुन्छ, सरी यसलाई त ड्र्यागन फ्लाई डोजी भन्छ। ड्र्यागन फ्लाई डोजी चाहिँ यस्तो हुन्छ। एन्ड देन ग्रेभस्टोन डोजी चाहिँ यस्तो हुन्छ। ग्रेभस्टोन डोजी भनेर भन्न मिल्छ यसलाई। एन्ड देन अरू आउँछ हाम्रो स्पिनिङ टप प्याटर्न, यस्तो चाहिँ हुन्छ स्पिनिङ टप प्याटर्न हो। यो इन्डिसिजन प्याटर्नहरू पनि हजुरहरूले बुझ्नु होला। यो चाहिँ भन्छ ड्र्यागन फ्लाई डोजी जो कि यस्तो हुन्छ, एन्ड देन ग्राभिस्टोन डोजी, एन्ड देन स्पिनिङ टप। आई थिङ्क स्पिनिङ टप मेरो फेसले चाहिँ छोपिरहेको होला, म यता बनाएर दिन्छु है। यो चाहिँ हो हाम्रो स्पिनिङ टप। सो यो कुरा चाहिँ हजुरहरूले बुझ्न आवश्यक हुन्छ, बिकज मलाई जहाँसम्म लाग्छ इन्डिसिजन पछिको जुन र्याली आउँछ नि मार्केटमा त्यो एकदम सरप्राइज नै हुन्छ क्या। इन्डिसिजन क्यान्डल बन्यो, एन्ड देन पहिला त म हजुरलाई भन्छु इन्डिसिजन क्यान्डल बन्यो डाउन ट्रेन्डमा, एन्ड देन यो इन्डिसिजनको माथि चाहिँ ग्याप अप बन्यो भने लेट्स से बुलको चाहिँ डोमिनेन्स आयो भने मार्केटमा एक्कासी जुन लेभलको ग्रोथ आउँछ नि हो त्यो ग्रोथ चाहिँ हजुरहरूले क्याप्चर गर्न आवश्यक हुन्छ। सो यसरी चाहिँ हामीहरू एउटा टेक्निकल एनालिसिस गरेर चाहिँ प्रो क्याटेगोरीमा चाहिँ आउन सक्छौँ, बट नट
यति कुराले मात्र हुन्छ त? नो, यति कुराले हुँदैन। हामीले अझै धेरै कुरा छ जो कि मैले यसमा इन्क्लुड गर्न सकेन, बिकज यदि इन्क्लुड गऱ्यो भने धेरै लामो हुन्छ। एन्ड आई डोन्ट वान्ट तपाईँहरूलाई म यसमा चाहिँ धेरै जस्तो मेन्टल एनालिसिसमा चाहिँ धेरै फोकस गराउने छु, सो द्याट टेक्निकल एनालिसिसको पार्ट चाहिँ यति बुझ्यो भने हजुरहरूले धेरै जस्तो मेन्टल एनालिसिस नै काम लाग्छ क्या। यदि हजुरहरूले मेन्टल एनालिसिस बुझ्नुभयो भने चाहिँ तपाईँहरू धेरै कुराहरू सिक्नुहुन्छ, राइट? सो द्याट हामी चाहिँ अब मेन्टल एनालिसिसको चाहिँ कुरा गरौँ है त। मेन्टल एनालिसिसलाई चाहिँ मैले 4 पार्टमा चाहिँ डिभाइड गरेको छु। एउटा हुन्छ इमोसनल रेगुलेसन्स, डिसिप्लिन एन्ड कन्सिस्टेन्सी, प्यासेन्स, एन्ड देन कन्फिडेन्ट एन्ड ओभर कन्फिडेन्ट। सो यो सम्पूर्ण कुरालाई चाहिँ हामीहरू एकदमै अध्ययन गरौँ है त। इमोसनल रेगुलेसनको कुरा आउँछ। इमोसनल रेगुलेसनमा चाहिँ हाम्रो फियर, ग्रिड, फोमो, रिभेन्ज ट्रेडिङ आउँछ। फियर भनेको के हो त? फियर भनेको के त भने हामी छिटै पोजिसन एक्जिट गर्छौँ क्या। कुनै पनि ट्रेडमा कुनै पनि ट्रेड छ, हामीले लेट्स से XYZ को चाहिँ ट्रेड लियौँ, XYZ को ट्रेड लियौँ। अब फेक न्युज आयो एन्ड देन हामीलाई फियर लाग्न थाल्यो, हामीलाई डर लाग्न थाल्यो, एन्ड देन हाम्रो टार्गेट थियो यो लेभलसम्म पुगेपछि मात्र हामी ट्रेडबाट चाहिँ एक्जिट गर्छौँ भन्ने चाहिँ हाम्रो सेटअप थियो लेट्स से। बट यो लेभलमा चाहिँ मार्केट पुगेको छ, एन्ड देन यो लेभलमा जुन फेक न्युज आयो एन्ड देन हामी डराउँछौँ, एन्ड देन हामी अर्ली नै यो लेभलमा टच नगरिकनै हामी एक्जिट हुन्छौँ। एक्जिट भइसकेपछि चाहिँ हामी के देख्छौँ त? यो ट्रेड चाहिँ डाइरेक्ट यहाँ माथि पुगेको देख्छौँ। यो किन भयो त? फियरको कारणले। यदि हामी कसैको डर नमानेर होइन, फेक न्युजलाई धेरै ध्यान नदिएर, या फिर कोही साथीले भन्यो उसको कुरालाई ध्यान नदिएर यदि हामीले डाइरेक्ट ट्रेड गरेको थियो भने चाहिँ हामी हाम्रो सेटअपमै पुग्थ्यौँ। बट हामीलाई के भयो? डर लाग्न थाल्यो। हामीले यो लेभलमा एक्जिट गऱ्यौँ, यो लेभलमा एक्जिट गर्ने बित्तिकै मार्केट बुम माथि गयो। किन? फियरको कारणले। सो फियरलाई म्यानेज गर्न नि एकदमै आवश्यक हुन्छ हाम्रो इमोसनल रेगुलेसनमा। एन्ड देन अरू कुरा के आउँछ त भने ग्रिडको कुरा आउँछ। अब ग्रिड किन गर्छौँ त हामीहरू? ग्रिडको कारणले के हुन्छ त? ग्रिडको कारणले ओभर ट्रेड हुन्छ, ओभर ट्रेडिङ चाहिँ हुन्छ। लेट्स से फर इक्जाम्पल म इन्ट्राडेको कुरा गर्छु। या आई नो नेपालमा इन्ट्राडे पोसिबल छैन, बट मलाई जुन प्रकारको के भन्छ, मलाई चाहिँ बुझाउन जे चिजले इजी हुन्छ, सो द्याट म चाहिँ त्यही कुरा चाहिँ भनिरहेको छु। सरी होइन, इन्ट्राडे नेपालमा छैन त्यही पनि भनिरहेको छु, बट बुझ्नुहोस्, नलेज लिनुहोस् यसबाट होइन, कुनै यार क्रिटिसाइज नगर्नुहोस्। सो राइट, ग्रिड भनेको के त भने ग्रिडले चाहिँ हामीलाई ओभर ट्रेडिङ गर्न चाहिँ इन्क्लुड गराउँछ। फर इक्जाम्पल लेट्स से मेरो इन्ट्राडे थियो। इन्ट्राडे भन्ने बित्तिकै के बुझ्छौँ त हामी? आज लिएको ट्रेडलाई चाहिँ हामीहरू आजै एक्जिट गर्छौँ, त्यसलाई चाहिँ हामीहरू इन्ट्राडे भन्छौँ। बट यार मेरो इन्ट्राडे लिएँ एन्ड देन मेरो चाहिँ लस भइरहेको छ, के त इन्ट्राडेमा चाहिँ लस भइरहेको छ। बट यार म चाहिँ ग्रिड क्या, म एकदमै लोभी छु क्या, एन्ड देन लोभी भएको कारणले चाहिँ नै यार एक न एकचोटि त यो स्टकले चाहिँ माथि नै जानु छ होइन, एक न एकचोटि आज नगए भोलि नगए पर्सि स्टक माथि नै जानु छ। एन्ड देन मलाई त्यो ग्रिड भयो, अनि मैले के गरेँ त? इन्ट्राडेलाई चाहिँ ओभरनाइट चाहिँ मैले होल्ड गर्ने कोसिस गरेँ, होल्ड गरेँ भने के भयो त? यो ग्रिड भयो क्या। जब यार हामी डिसिप्लिनमा ट्रेड गर्दैनौँ भने धेरै कुराहरू हुन्छ। धेरै कुरा के हुन्छ त? हाम्रो मेन्टल एनालिसिस राम्रो हुँदैन। पहिला त हामीहरू प्रो ट्रेडरमा कहिले पनि आउन सक्दैनौँ यदि हामीले डिसिप्लिनमा ट्रेड गरेन भने। सो फियरले चाहिँ के गर्छ? मैले भनिहालेँ अर्ली एक्जिट गराउँछ, एन्ड देन ग्रिडले चाहिँ ओभर ट्रेड गराउँछ क्या। अब मैले इन्ट्राडेको लागि लिएको ट्रेड मैले त्यसलाई स्विङ ट्रेडमा परिवर्तन गरिदिएँ क्या। हामीले के गर्यौँ? त्यसलाई ओभर द नाइट पनि होल्ड गऱ्यौँ क्या, लोभको कारणले। लोभले मान्छेलाई के गराउँछ? तपाईँहरूलाई थाहै छ, धेरै लोभ भयो भने मान्छेहरू के हुन्छ। सो द्याट हामीले यो ग्रिडलाई पनि कन्ट्रोल गर्न आवश्यक हुन्छ क्या। मेरो सेटअप छ, यो लेभलमा एक्जिट गर्छु, यो लेभलमा इन्टर गर्छु। सो यही सेटअपमा चाहिँ बस्नु पऱ्यो क्या, डिसिप्लिनमा चाहिँ बस्नु पऱ्यो क्या। एन्ड देन हामीलाई ग्रिडले पनि छुँदैन, हामीलाई फियरले पनि छुँदैन। सो अनि अर्को कन्सेप्ट आउँछ हाम्रो फोमोको कन्सेप्ट। अब फोमो भनेको के हो त? फोमो भनेको फियर अफ मिसिङ आउट। हेर्नुहोस् त, फोमो भनेको फियर अफ मिसिङ आउट। अब फोमो किन हुन्छ त? फोमो कसरी हुन्छ? किन हुन्छ भन्दा नि कसरी हुन्छ त भने हामीहरू प्रोपर एनालिसिस नगर्यो भने चाहिँ हाम्रो फोमो क्रिएट हुन्छ। प्रोपर एनालिसिस नगर्यो भने फोमो क्रिएट हुन्छ। यस, जब हामीलाई अलरेडी थाहा छ, एभ्री पिपुल नो कि जब रेजिस्टेन्स लेभल ब्रेक हुन्छ, के हुन्छ त? जब रेजिस्टेन्स लेभल ब्रेक भयो
रिटेलर ट्रेडरहरू यसमा एन्ट्री गर्छ बिकज यार रेजिस्टेन्स लेभल ब्रेक भयो, अब यार प्रफिट गर्नु छ। अब के हुन्छ त, रिटेलर ट्रेडरहरू चाहिँ ब्रेकआउट हुने बित्तिकै ट्रेडमा एन्ट्री लिन्छ। न उसले प्रोपर एनालिसिस गरेको छ, न उसले कम्पनीको फन्डामेन्टल हेरेको छ, न उसले केही प्रोपर एनालिसिस गरेकै छैन क्या। ऊ जस्ट ब्रेकआउट देख्यो, एन्ट्री भइदियो क्या। सबैले यो ट्रेडबाट पैसा कमाइरहेछ, म किन पछि पर्ने, ऊ चाहिँ अब फियर अफ मिसिङ आउटमा पर्यो क्या। या मैले यो ट्रेडलाई मिस गरेपछि अब चाहिँ मैले एन्ट्री हुनुपर्छ। जब एउटा रिटेलर यो ट्रेडमा एन्ट्री हुन्छ नि, एन्ड देन मार्केट विल बुम। के थाहा, यसमा स्मार्ट मनीको ट्र्याप पनि हुनसक्छ। यो जुन फल्स ब्रेकआउट छ यसमा स्मार्ट मनीको ट्र्याप पनि हुनसक्छ। सो द्याट हामीहरू फोमोको शिकार नहुन चाहिँ हामीहरूले प्रोपर एनालिसिस गर्न आवश्यक हुन्छ। फोमो कतिखेर हुन्छ, जब हामीहरू प्रोपर एनालिसिस गर्दैनौँ। भनेको मतलब यदि हामीहरूलाई सबैलाई थाहा छ रेजिस्टेन्स लेभल ब्रेक भयो भने चाहिँ हामीहरू बाई गर्ने हो। सो द्याट यहाँनिर जब यो ब्रेकआउट दियो एन्ड देन रिटेलरले के देख्छ, यार ब्रेकआउट दियो, सबै मान्छेले चाहिँ यसबाट पैसा कमाइरहेछ, म पनि यार मैले किन यो ट्रेडलाई मिस गरेँ, छ्या अब चाहिँ ट्रेडमा एन्ट्री हुनुपर्छ यार, होइन। एन्ड देन एन्ट्री भयो, एन्ट्री हुने बित्तिकै मार्केट तल गयो। किन? फोमोको कारणले। यदि ऊ फियर अफ मिसिङ आउट थिएन, उसलाई यो ट्रेडमा मतलब थिएन, अब यार हुनु थियो भयो, जे हुनु थियो भयो, अब चाहिँ म नयाँ अपर्च्युनिटीहरू खोज्छु, त्यो प्रकारको उसको माइन्ड सेट थियो भने ऊ फोमोको शिकार हुन्थेन क्या। धेरै मान्छेहरू फरेक्समा चाहिँ फोमोको शिकार हुन्छ, विदेशमा फरेक्स ट्रेडिङ होइन, क्रिप्टो, यसमा चाहिँ फोमोको शिकार चाहिँ धेरै हुन्छ। सो फोमोलाई पनि म्यानेज गर्न आवश्यक हुन्छ। फोमो नहुन दिन चाहिँ तपाईँहरूले प्लिज म भन्छु हजुरहरूलाई प्रोपर एनालिसिस चाहिँ गर्नु होला है त। अनि अर्को आउँछ हाम्रो रिभेन्ज ट्रेडिङ। अब रिभेन्ज ट्रेडिङको कुरा गर्ने हो भने म हजुरहरूलाई के भन्न चाहन्छु त भने, अब बुझ्नुहोस् है, लेट्स से मेरो आज चाहिँ लस भयो, मेरो आज लस भइसकेपछि चाहिँ एन्ड देन म सोचिरहेको छु यार मेरो लस कसरी भयो, मैले यार सपोर्ट लेभलमै बाई गरेको बट मार्केट फेरि तल आयो, अझ यार यो के भयो होइन, यो प्रकारको थिङ्किङ आउन थाल्छ क्या। एन्ड देन हामी यो प्रकारको थिङ्किङ आउँदा आउँदै हामी अब चाहिँ यो लसलाई चाहिँ म रिकभरी गर्छु क्या, म रिकभरी गर्छु अब चाहिँ यो लसलाई। एन्ड देन म चाहिँ के गर्छु त, फेरि ट्रेड गर्छु क्या, ओभर ट्रेड गरिदिएँ क्या। रिभेन्ज ट्रेडिङ किन गर्छौँ हामीहरू, विन अगेन, फेरि जित्नलाई चाहिँ गर्छौँ क्या, रिभेन्ज लिन खोज्छौँ क्या। जब विन भयो फेरि पनि रिभेन्ज लिए, जब लस भयो फेरि पनि रिभेन्ज लिए क्या। म रिभेन्ज ट्रेडिङ किन गर्छु, जब चाहिँ मार्केटले मेरो कुरालाई, मेरो स्ट्राटेजीलाई, मेरो नलेजलाई रेस्पेक्ट गरेन भने हामीहरू रिभेन्ज ट्रेडिङ गर्छौँ क्या। बट यार म तपाईँहरूलाई भन्छु कहिले पनि रिभेन्ज ट्रेडिङ नगर्नु होला। मार्केट कहिले नि गलत हुँदैन, तपाईँहरू गलत हुन सक्नुहुन्छ, मार्केट कहिले गलत हुँदैन। मार्केट आफ्नो वेमा आफ्नो उसमा चाहिँ जाने हो क्या, मार्केट कहिले नि गलत हुँदैन। मार्केटसँग रिभेन्ज लिएर के गर्नुहुन्छ, मार्केट कहिले गलत नै हुँदैन भने मार्केटसँग रिभेन्ज लिएर के हुन्छ। सो द्याट हजुरहरू के बुझ्नुहोस् त भने रिभेन्ज ट्रेडिङ गर्नु भएन। यदि लस भयो एक्सेप्ट लस, सिम्पली मेन रुल मिन्स एक्सेप्ट लस। म त के भन्छु भने लस भयो एक्सेप्ट लस एन्ड रेस्पेक्ट मार्केटलाई रेस्पेक्ट गर्न आवश्यक हुन्छ। टेक रेस्पोन्सिबिलिटी, आफूलाई जिम्मेवारी गराउने क्या। लेट्स लस भयो, कसको कारणले भयो, मेरो कारणले, न कि मार्केटको कारणले। नो, मार्केट कहिले गलत छैन, मार्केट आफ्नो उसमा चलिरहेको छ। सो लस भयो किन, मेरो कारणले, ल्याक अफ डिसिप्लिन, ल्याक अफ नलेज, ल्याक अफ एनालिसिस, मेरो कारणले लस भयो। सो एक्सेप्ट गर्न सिक्नुहोस् क्या लसलाई। कहिले पनि रिभेन्ज ट्रेडिङ चाहिँ नगर्ने। मार्केटले लस दियो एन्ड देन म अब फुल जोसमा क्या, अब चाहिँ प्रफिट गर्छु यार, लेट्स गो प्रफिट गर्छु। बट के भयो त, तपाईँहरू त्यो प्रफिट गर्नको चक्करमा अझै धेरै क्यापिटल चाहिँ उडाउनुहुन्छ, अझै धेरै पैसा चाहिँ उडाउनुहुन्छ। सो अवोइड रिभेन्ज ट्रेडिङ यदि तपाईँहरू मेन्टल एनालिसिसको कुरा चाहिँ गर्नुहुन्छ भने। एन्ड देन अब चाहिँ आउँछ हाम्रो डिसिप्लिन एन्ड कन्सिस्टेन्सी। डिसिप्लिन एन्ड कन्सिस्टेन्सीको कुरा गर्ने हो भने म हजुरहरूलाई के भन्छु त भने, डिसिप्लिनको लागि चाहिँ तपाईँहरूले यो जुन बुक छ ट्रेडिङ इन द जोन, यो चाहिँ त हजुरहरूले पढ्न सक्नुहुन्छ। यसमा चाहिँ के भनेको छ भने, मास्टर द मार्केट विथ कन्फिडेन्स, डिसिप्लिन एन्ड विनिङ एटिट्युड। यो बुक चाहिँ हजुरहरूले पढ्न सक्नुहुन्छ यदि हजुरहरूलाई डिसिप्लिनको बारेमा चाहिँ सिक्ने मन छ भने। सो म अलिअलि त भनि नै हाल्छु। डिसिप्लिन भनेको के हो त, डिसिप्लिन भनेको यो केही चिजलाई चाहिँ घरिघरि गर्नु क्या। लेट्स से फर इक्जाम्पल डिसिप्लिन भनेको के हो, डिसिप्लिन भनेको यो कि त्यही चिजलाई चाहिँ दिनको दिन गर्नु चाहिँ डिसिप्लिन हो क्या। सेम चिजलाई चाहिँ दिनको दिन गर्नु चाहिँ डिसिप्लिन हो। सो हामी के बुझौँ त भने, डिसिप्लिनले कसरी हाम्रो मेन्टल एनालिसिसलाई इन्क्रिज गर्छ, कसरी हामी चाहिँ एउटा प्रो ट्रेडर बन्न सक्छौँ त। डिसिप्लिनले चाहिँ हामीलाई के दिन्छ भने, हामी चाहिँ यदि हामीले स्टप लस लगायौँ, मतलब स्टप लस लगायौँ एन्ड देन पोजिसन साइजनिङ गऱ्यौँ होइन, यो प्रकारको कुराले चाहिँ हामीलाई के हुन्छ त, एउटा क्यालकुलेटिभ रिस्क हुन्छ क्या।
क्यालकुलेटिभ रिस्क हुन्छ हैन। अनि त्यसपछि विनिङ चाहिँ हाई प्रोबेबिलिटीमा हुन्छ। पहिला त हामीले स्टप लस लगायौँ, हामी डिसिप्लिनमा बस्यौँ, हामी प्रत्येक ट्रेडमा स्टप लस लगाइरहेछौँ। बिकज ट्रेडिङ एउटा यस्तो प्लेटफर्म हो जहाँ चाहिँ हामी अगाडि नै डिफाइन गर्छौँ क्या, म चाहिँ यतिसम्म चाहिँ लस चाहिँ लिन सक्छु हैन। म ट्रेडिङ गर्दाखेरि के गर्छु, म चाहिँ यस्तो गर्छु, मैले के भने त यो यति जुन छ नि यो लस चाहिँ मैले लिन सक्छु। यदि मेरो अनुसार मैले के गर्छु, ट्रेडिङ किन गर्छु, मलाई अलरेडी थाहा हुन्छ लस त हुन्छ। एन्ड देन म के गर्छु, क्यालकुलेटिभ रिस्क लिन्छु। यसमा क्यालकुलेटिभ रिस्क लिन्छु, मेरो क्यापिटलमा म यति चाहिँ लस लिन सक्छु है, यति चाहिँ लस लिन सक्छु है। योभन्दा तल गयो भने चाहिँ म के गर्छु, यो ट्रेडबाट एक्जिट लिन्छु। यो के हो त एउटा डिसिप्लिन हो, म डिसिप्लिनमा बसिरहेको छु, यति चाहिँ लस लिइरहेको छु। डिसिप्लिनले के हुन्छ, तपाईँहरूलाई क्यालकुलेटिभ रिस्क लिन हेल्प गर्छ हैन, रिस्क म्यानेजमेन्टमा नि हेल्प गर्छ। त्यो कुरा चाहिँ हजुरहरूले बुझ्नुपर्ने हुन्छ। एन्ड कन्सिस्टेन्सी भनेको के त भने, कन्सिस्टेन्सीको कुरा गर्ने हो भने चाहिँ हामी के गर्नु पर्यो त, हामी सिम्पली चार्ट रिडिङ गर्नु पर्यो यार, डेली। जब हजुरहरू डेली चार्ट रिडिङ गर्नुहुन्छ नि, नयाँ स्ट्र्याटेजीहरू, नयाँ कुराहरू चाहिँ तपाईँको माइन्डमा आउँछ। तपाईँहरूलाई थाहा हुन्छ कि प्राइजले यस्तो प्रकारले चाहिँ रियाक्ट गर्दो रहेछ मार्केटमा हैन, बायर्स र सेलर चाहिँ यस्तो हुँदो रहेछ। म हजुरहरूलाई भन्छु, यदि कुनै पनि प्याटर्न, लेट्स से यो एउटा प्याटर्न फर्मेसन छ, यो एफभिजीबाट जुन यो एफभिजी ग्याप रे, फर इक्जाम्पल एफभिजी ग्याप रे, फेयर भ्यालु ग्याप हैन, यो लेभलबाट चाहिँ प्राइस ठोकेर चाहिँ तल आउँछ भने यो चिज मार्केटमा फेरि हुन्छ, तर कहिले हुन्छ त्यो थाहा हुँदैन क्या राइट। यो एउटा स्ट्र्याटेजी, लेट्स से तपाईँको एउटा स्ट्र्याटेजी छ, जब कि तपाईँको फेयर भ्यालु ग्यापमा चाहिँ टच हुन्छ, तपाईँ चाहिँ तब चाहिँ ट्रेडमा एन्ट्री गर्नुहुन्छ के अरे, यो चाहिँ तपाईँको स्ट्र्याटेजी छ। बट यो एकचोटि भयो, दुईचोटि भयो, तेस्रोचोटि कहिले हुन्छ थाहा हुँदैन क्या। सो यो कुरा पनि हजुरहरूले बुझ्न आवश्यक हुन्छ। मार्केट इज लाइक अ सर्कल क्या, फेरि हुन्छ नै, बट कहिले हुन्छ त्यो चाहिँ थाहा हुँदैन क्या। मार्केट इज लाइक अ सर्कल, यो सर्कल के हो त, फेरि हुन्छ मार्केटमा। यो टाइपको स्ट्रक्चर मार्केटमा फेरि आउन सक्छ, बट कहिले आउँछ त्यो चाहिँ थाहा हुँदैन। सो हामी चाहिँ कन्सिस्टेन्सी चार्ट रिडिङ गर्ने हो भने चाहिँ हामी यस्तो अपर्च्युनिटीहरूलाई चाहिँ ग्र्याब गर्न सक्छौँ। एन्ड देन हामी यो अपर्च्युनिटीहरूलाई चाहिँ फाइन्ड आउट गर्न सक्छौँ। यसरी चाहिँ हामीहरू एउटा प्रो ट्रेडर बन्न सक्छौँ। अनि अर्को आउँछ हाम्रो पेसेन्सको कुरा। अब पेसेन्सको कुरा गर्ने हो भने चाहिँ म के भन्छु त भने, लेट्स से यो लेभलको एउटा सपोर्ट जोन छ, एन्ड देन यो लेभलको चाहिँ रेजिस्टेन्स जोन छ। मार्केट चाहिँ यतातिरै घुमिरहेको छ क्या। एन्ड देन मेरो सेटअप के छ भने, जब यो सपोर्ट जोनलाई टच गर्छ अनि मात्र म ट्रेडमा एन्ट्री लिन्छु, जब रेजिस्टेन्स लेभललाई टच गर्छ तब चाहिँ म सर्ट सेल गर्छु। यो प्रकारको चाहिँ मेरो एउटा सेटअप छ राइट। प्राइस यदि यहाँसम्म आएन, यहीँबाट केही गर्यो भने, मैले यहीँनिर बाई गऱ्यो भने के हुन्छ त, लस हुन्छ अभियसली। बिकज प्राइस चाहिँ कुन डिरेक्सनमा जान्छ हामी यस्तो रेन्ज बााउन्ड मार्केटमा चाहिँ हामी भन्न सक्दैनौँ। सो द्याट तपाईँहरूले पेसेन्स राख्नुहोस् क्या। पेसेन्स तपाईँले जति राख्नुभयो नि त्यति चाहिँ तपाईँको साइकोलोजी बिल्ड हुन्छ हैन। पेसेन्स राख्यो भने तपाईँको साइकोलोजी बिल्ड हुन्छ। एन्ड देन तपाईँहरू ट्र्यापमा फस्नु हुँदैन, तपाईँहरू ओभर ट्रेडिङ गर्नु हुँदैन। सो पेसेन्स राख्न चाहिँ आवश्यक हुन्छ। तपाईँको फुल सेटअप बनाउनुहोस्। यदि यो सेटअपमा मेरो ट्रेड आउँछ भने चाहिँ म ट्रेड गर्छु, नत्र भने म सिम्पली यो ट्रेडमा आउँदैन, म अरू ट्रेड खोज्छु, यो ट्रेडबाट चाहिँ म एक्जिट लिन्छु, अरू अपर्च्युनिटीहरू चाहिँ खोज्छु। हो यस्तो प्रकारको चाहिँ तपाईँको माइन्ड सेट हुनुपर्छ। सो पेसेन्स हुन एकदमै आवश्यक हुन्छ ट्रेडमा। मैले गोल्ड प्र्याक्टिसको लागि ट्रेड गर्छु, यो हजुरहरूलाई मैले हिजोको भिडियोमा चाहिँ भनेको थिएँ। हो त्यसमा चाहिँ के भयो भने, प्र्याक्टिसको लागि चाहिँ मैले ट्रेड गर्छु। मसँग चाहिँ फरेक्स एकाउन्ट केही पनि छैन, जस्ट नेपालमै ट्रेड गरिरहेको छु म नेप्सीमै। त्यता के भयो भने, जब एउटा रेन्जमा थियो मार्केट हैन, रेन्जमा थियो, एन्ड देन म लाइभ पनि हेरिरहेको थिएँ फरेक्स फरेन पिपुलको हैन, लाइभ पनि हेरिरहेको थिएँ। उहाँ चाहिँ के भइरहेको थियो भने, धेरै मान्छेहरू लाइभ चाहिँ जोइन भइरहेको थियो। एन्ड देन त्यता चाहिँ कमेन्ट के थियो भने, मैले वेट गर्न सकेन हैन मार्केटमा, एन्ड देन पेसेन्स राखेन, एन्ड देन एउटा सपोर्ट लेभल थियो, एउटा रेजिस्टेन्स लेभल थियो। एन्ड देन उसले के भन्यो भने, म चाहिँ मार्केटमा पेसेन्स राख्न सकेन, सो द्याट मैले त बाई गरिदिएँ, बट यार मार्केट तल आयो हैन भन्यो क्या उसले। एन्ड देन ऊ जुन फरेन टिचर जुन थियो उसले चाहिँ क्ल्याप गरिरहेको थियो क्या, गुड यस्तै गर्नुपर्छ। सो मार्केटमा पेसेन्स राख्न चाहिँ एकदमै आवश्यक हुन्छ। आफूले जुन प्रकारको जोन बनाएको छ, आफूले जुन प्रकारको त्यो स्ट्र्याटेजी छ, हो त्यो स्ट्र्याटेजीमा यदि मार्केट आउँछ भने देन आफ्नो फुल पोटेन्सियल पैसा चाहिँ पुट गर्ने हो क्या। नत्र भने यार सिम्पली मार्केटमा एक्जिट हुने, अरू अपर्च्युनिटीहरू खोज्ने, त्यो प्रकारको चाहिँ हुनु पऱ्यो। एन्ड देन कन्फिडेन्ट एन्ड ओभर कन्फिडेन्टको चाहिँ कुरा आउँछ यसमा। कन्फिडेन्ट एन्ड ओभर कन्फिडेन्टको कुरा गर्ने हो भने, जस्ट वेट, आई विल सो यु। कन्फिडेन्ट एन्ड ओभर कन्फिडेन्ट, कन्फिडेन्ट एन्ड ओभर कन्फिडेन्ट।
कन्फिडेन्ट कुनै पनि फिल्डमा कतिखेर आउँछ त कन्फिडेन्ट कुनै पनि फिल्डमा चाहिँ जब आफूसँग फुल एक्सपिरियन्स हुन्छ नि फुल स्किल्स हुन्छ नि तब चाहिँ कन्फिडेन्ट आउँछ क्या बट ओभर कन्फिडेन्ट कतिखेर आउँछ ओभर कन्फिडेन्ट जब हामीले रिस्क म्यानेजमेन्टलाई चाहिँ इग्नोर गऱ्यौँ ओभर कन्फिडेन्ट आयो एन्ड देन अननेसेसरी होइन अनलेस या फिर युजलेस ट्रेड चाहिँ हामीले आफ्नो पोर्टफोलियोमा राख्यौँ त्यतिखेर ओभर कन्फिडेन्ट आयो होइन ओभर कन्फिडेन्ट कतिखेर अननेसेसरी ट्रेडहरू राख्यौँ अनलेस ट्रेडहरू राख्यौँ एन्ड देन कन्फिडेन्ट कतिखेर आउँछ जब चाहिँ हामीसँग चाहिँ त्यो फिल्डमा एक्सपिरियन्स हुन्छ तब चाहिँ के आउँछ त हामीमा कन्फिडेन्ट आउँछ बट यो चाहिँ अलिकति मेन्टल एनालिसिसको चाहिँ बेस्ट पार्ट जस्तो लाग्छ ओभर कन्फिडेन्ट चाहिँ यसलाई चाहिँ बुझ्नु भयो भने चाहिँ तपाईँ एउटा प्रो ट्रेडर चाहिँ बन्न सक्नुहुन्छ ओभर कन्फिडेन्ट कतिखेर हुन्छ त मान्छे जब चाहिँ रिस्क म्यानेजमेन्टलाई चाहिँ इग्नोर गर्छ मेक स्योर तपाईहरू रिस्क म्यानेजमेन्टलाई चाहिँ कहिले पनि इग्नोर नगर्नु होला प्लिज अनि त्यसपछि अनलेस ट्रेडहरू चाहिँ आफ्नो पोर्टफोलियोमा राख्यो भने चाहिँ हुन्छ सो आई होप आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो ट्रेड लाइक अ प्रो इज रक अलवेज अन द रक होइन एकदमै मजा आयो होला आई थिङ्क हजुरहरूले धेरै कुरा सिक्न मिल्यो होला यो भिडियोबाट एन्ड देन थ्याङ्क यू सो मच गाइज फर वाचिङ दिस भिडियो आई विल सी यू नेक्स्ट टाइम बाई बाई टेक केयर